नमस्कार साथीहरू, म आज तपाईँहरूलाई यस नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनको एप्लिकेसन कसरी चलाउन सकिन्छ, त्यसको लागि के गर्नुपर्छ भन्ने कुराहरू यस भिडियो मार्फत जानकारी दिन गइरहेको छु। नेपालको विभिन्न ठाउँमा गरेर एनइएको चार्जर हामीले 62 ठाउँमा पाउन सक्छौँ। यो चाहिँ काठमाडौँको सामाखुसीको चार्जिङ स्टेसन हो। यस नजिकै अर्को एउटा व्यक्तिगत चार्जिङ स्टेसन पनि हामीले पाउन सक्छौँ। 120 किलोवाटको एनइएको चार्जरमा हामीले 3टा गन पाउन सक्छौँ, जुन दुईटा चाहिँ 60-60 को हो भने एउटा चाहिँ 22 किलोवाटको हो। यो मैले तपाईँहरूलाई डिस्प्लेमा चार्जिङको बेलामा देखाउने डिस्क्रिप्सनहरूको बारेमा देखाइरहेको छु। र अब हामी एप्लिकेसनतर्फ जान्छौँ। सुरुमा त तपाईँहरू प्ले स्टोरमा जानु पर्यो। एन्ड्रोइड हो भने, आइफोन हो भने चाहिँ एप्पल स्टोरमा गएर एनइए चार्जर एप भनेर सर्च गर्नुभयो भने यस्तो प्लेटफर्म एउटा देखिन्छ, एनइए चार्ज भन्ने। त्यसलाई चाहिँ पहिला तपाईँले डाउनलोड गर्नु होला। डाउनलोड भइसकेपछि त्यसलाई ओपन गर्ने र यहाँ केही टर्म्स एन्ड कन्डिसनहरू दिन्छ, त्यसलाई सबैलाई एग्री गर्दै जानुहोस्। लोकेसनहरूको एक्सेस दिनुभयो भने तपाईँलाई चार्जर खोज्नपछि सजिलो हुन्छ। सबै कुराहरूको एलो गरेर त्यसपछि हामी साइन अपतर्फ लाग्छौँ। यहाँ एउटा मान्छेको चित्र देखिने जस्तो ठाउँमा चाहिँ साइन अपको अप्सन हुन्छ। त्यहाँ आफ्नो मोबाइल नम्बरहरू चाहिँ राखेर तपाईँले साइन अप गर्नु होला। मोबाइल नम्बर, आफ्नो डिटेलहरू राखेर चाहिँ साइन अप गरिसकेपछि हामी अब यसको फिचरहरूको बारेमा बताउन गइरहेका छौँ। तपाईँहरूले साइन अप गरिसकेपछि आफ्नो गाडी चाहिँ चार्जरमा लगेर कनेक्ट गर्नुहोस्। त्यसपछि कनेक्ट देखाउँछ। तपाईँको जहाँको चार्जिङ स्टेसनमा कनेक्ट गर्नुभएको त्यहाँको चार्जिङ स्टेसनमा गएर यो क्युआर कोड दिन्छ चार्जरको डिस्प्लेमा। त्यो क्युआर कोड स्क्यान गर्नुभए पनि हुन्छ, अथवा त्यहाँ चाहिँ एउटा आइडी दिन्छ, इनपुट आइडी कोड भनेर हुन्छ। यदि तपाईँ टाढा हुनुहुन्छ र गाडी चाहिँ चार्जिङ स्टेसनमा पुगिसकेको छ भने त्यो आइडी कोड चाहिँ तपाईँहरूले यहाँ हालेर पनि चार्ज गर्न सक्नुहुन्छ। त्यसपछि भनेको हजुरहरूले यहाँ विभिन्न चार्जिङ स्टेसनहरूको लोकेसनहरू देख्न सक्नुहुन्छ। कुन चार्जिङ स्टेसनमा चाहिँ गनहरू खाली छन् कि छैनन् भन्ने कुराहरू पनि हामीले यहाँबाट सजिलै पत्ता लगाउन सक्छौँ। यसमा देखाइरहेको छ एउटा गन चाहिँ खाली एभाइलेबल भनेर देखाएको छ भने अरू दुईटा गनमा चाहिँ चार्जिङ भनेर देखाएको छ। यसरी हामीले गनहरूको अवस्था पनि यहाँबाट थाहा भएपछि मात्रै चार्जिङ स्टेसनमा जान सक्छौँ। यति गरिसकेपछि चाहिँ तपाईँहरूको चार्जिङ स्टार्ट हुन्छ गाडीमा। यदि केही फल्टहरू देखायो ओर्यो भने पनि यही एप्लिकेसनमै यस्तो भयो भनेर देखाउँछ। म तपाईँहरूलाई यहाँबाट आफ्नो त्यो एप्लिकेसनमा कसरी पैसा टपअप गर्ने भन्ने कुरा पनि सिकाउन गइरहेको छु। यहाँ भाउचर भन्ने एउटा अप्सन छ, त्यहाँ गएर हामीले टपअप गर्ने। टपअपमा चाहिँ खल्ती अथवा इसेवाको चाहिँ अप्सन हुन्छ। तपाईँहरूलाई जेबाट मन लाग्छ, जस्तो इसेवाबाट गर्नुहुन्छ भने इसेवामा क्लिक गर्नु पर्यो र कति टपअप गर्ने हो त्यहाँ अप्सन दिइरहेको हुन्छ। जस्तो 1000 रुपैयाँ, 1500, 500 कसरी गर्नुहुन्छ तपाईँहरूले इसेवाको आफ्नो आइडी त्यहाँ एमपिन हालेर र यो आई एम नट रोबोट भन्ने अप्सनमा थिचेर एउटा पजल खेलाउँछ त्यहाँ, त्यो पजलमा थिचेर त्यसपछि तपाईँहरूलाई ओटिपी कोड आउँछ। त्यसपछि तपाईँले टपअप गर्न सक्नुहुन्छ। यसरी हामीले कहाँ कहाँ चार्जिङ स्टेसन छ, कुन खाली छन्, कुन चाहिँ अकुपाइड छन् भन्ने कुराहरू पनि यस एप्लिकेसनबाट सजिलै पत्ता लगाउन सक्छौँ। जस्तो यहाँ 3टै गन एभाइलेबल देखाइरहेको छ। यो चाहिँ खरिपाटीको चार्जिङ स्टेसनको देखाइरहेको हो। र यसरी हामीले चार्जिङ स्टेसनमा कोही मान्छे नभए पनि सजिलै चार्जर आफ्नो गाडीमा लगाउन सक्छौँ र चार्ज गर्न सक्छौँ। भिडियो कस्तो लाग्यो पक्कै पनि उपयोगी भयो होला। लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नु होला। धन्यवाद। हजुरहरूलाई इभीको यस क्षेत्रमा अरू अन्य भिडियोहरू पनि लिएर आउनेछौँ। त्यतिन्जेलसम्म पर्खेर बस्नुहोला। धन्यवाद।